ल हामी यहाँ रतमाई नगरपालिका वडा नम्बर 7 मा उपस्थित भएका छौँ। हाम्रो क्यान्सर पीडित रतमाई नगरपालिका वडा नम्बर 7 डाँगीटोला निवासी पीडित जम्मा सोनार र एजन बस्ने सत्संग टोल निवासी क्यान्सर पीडित राजदेवी ताजपुरिया को सहयोगार्थ औषधि उपचारका लागि वैदेशिक रोजगारमा रहेका मलेसियाबाट बुद्धिमान ताजपुरियाको नेतृत्वमा र हाम्रो सहयोगार्थ सञ्चारकर्मी मेघराज ताजपुरिया र लाडबहादुर ताजपुरियाज्यूको सञ्चारबाट जोइन्ट भई विदेशबाट केही रकमहरू उहाँलाई बुद्धिमान ताजपुरियाको नेतृत्वमा मिलेर सहयोगको लागि महानुभावहरू यहाँ औषधि उपचारको लागि पठाउनु भएछ। उहाँहरूलाई उत्तरोत्तर प्रगतिको कामना गर्दै उहाँहरूले आफ्नो तलबबाट केही रकमहरू बचाएर हाम्रो रतमाई 7 निवासी बिरामीहरूका लागि पठाएको रकमलाई औषधिको उपचारको लागि आफू खाइ नखाइ बचाएकोमा र त्यो बचाएको पैसा पठाएकोमा उहाँहरूको परिवार समेतलाई धन्यवाद दिन चाहन्छु। र म यसै गरी उहाँबाट पठाएका तपसिलका महानुभावहरूको नाम र रकमहरू यहाँ पढ्न गइरहेको छु। बुद्धिमान ताजपुरिया रु 1908 रुपैयाँ, लक्ष्मण ताजपुरिया 1908 रुपैयाँ, सुविदलाल ताजपुरिया 2325 रुपैयाँ, रामकुमार 1590 रुपैयाँ, सुभाष 1590 रुपैयाँ, कृष्ण राजवंशी 1113 रुपैयाँ, अजय कुमार 795 रुपैयाँ, प्रकाश ताजपुरिया 795 रुपैयाँ, उमेश ताजपुरिया 795 रुपैयाँ, अभिषेक ताजपुरिया 795 रुपैयाँ, कृष्ण महतो 795 रुपैयाँ, नारायण 795 रुपैयाँ, राजू राजवंशी 795 रुपैयाँ, जीतन ताजपुरिया 795 रुपैयाँ, जय गोपाल ताजपुरिया 795 रुपैयाँ, संजय कुमार शाह 795 रुपैयाँ, रामेश्वर ताजपुरिया 795 रुपैयाँ। यसै गरी रतमाई 3 बस्नुहुने महादेवाका हाम्रो सहयोगी बच्चालाल हरिजन 795 रुपैयाँ र त्यसै गरी रतमाई 3 कै महादेवाबाट दीपनारायण शाह 795 रुपैयाँ गरी उहाँहरूले यो 2 जना पीडितहरूको लागि 41,700 रुपैयाँ जम्मा पठाउनु भएछ, जसमा एकजनालाई 20,850 रुपैयाँ आज हामी सहयोगार्थ उहाँको स्वास्थ्यको कामना गर्नको साथै हाम्रो देवराज राजवंशी, नन्दलाल राजवंशी लगायतका टिमले आएर उहाँहरूलाई सहयोग गर्नको लागि विदेशबाट पठाएको रकमलाई हस्तान्तरण गरिदिनको लागि यसै हाम्रो सञ्चारकर्मी साथी मेघराज राजवंशीलाई हस्तान्तरण गरिदिनको लागि म विनम्र अनुरोध गर्दछु। धन्यवाद। पैसा दे नन्दलाल बी। यसै गरी सँगै नन्दलाल राजवंशी पनि साथमा उपस्थित भई हाम्रो राजदेवी ताजपुरियाज्यूलाई 20,850 रुपैयाँ प्रदान गरिदिनु हुनेछ भन्ने